नमस्ते सम्पूर्णमा यो चाहिँ हाम्रो एक्रोन ओहायोमा भएको यो पम्पकिन गार्डन हो। यहाँ चाहिँ अमेरिकामा यो युएसमा पहिला पुरानो ठाउँहरू कस्तो थियो भनेर राखेको जस्तो लाग्यो है। ल यो त हामी यहाँ हेरौँ है त के रहेछ। ल फर्स्टमा चाहिँ हामी यो स्कुल जाऊँ है त, पुरानो स्कुल कस्तो रहेछ। ओके नक नक स्कुल, यो चाहिँ पुरानो स्कुल। यहाँ बुढाहरू बसेर पढ्ने थियो अरे, टिचर हुनुहुन्छ त्यहाँ। यो चाहिँ पुरै चकले पढाउने है चाहिँ। ओके एकदम वन्डरफुल छ यो चाहिँ। अब अर्को ठाउँ हेरौँ है के अरे। यो अर्को चाहिँ ब्याङ्क रहेछ है, पुरानो ब्याङ्क। ओके सिन्स 1887। नक नक, वाउ कति राम्री। ओके डु नट राइड अन दिस वाल्स। यस्तो राम्रो पुरानो जमानाको ब्याङ्क चाहिँ यस्तो हुँदो रहेछ है। स्टिल यस्तै छ हाम्रो कतिवटा ठाउँमा। ब्याङ्कर चाहिँ उता हुनुहुन्छ, कस्टमर चाहिँ अगाडि बस्नु भएको छ। ओके यो ढोका नि क्लोज गरिदिएँ मैले। हस् अनि यो चाहिँ के हो, के रहेछ यो चाहिँ, लेट्स गो। डक्टरको अफिस रहेछ। डक्टर बसिराख्नु भएको छ यहाँ, सुई लिएर। ओ माइ गॉड कति ठुलो सुई। अनि यस्तो टक्क आगोको छेउमा बसेर यहाँ चाहिँ बेड रहेछ, डक्टरको बेड। अनि सबै दबाईहरू चाहिँ यस्तो रहेछ डक्टरको। थ्याङ्क यू डक्टर। अब अर्को ठाउँमा जाऊँ। यो चाहिँ पुरै वान्टेड छ। यो चाहिँ बियरको सप रे नि तेजु। ल जाऊँ अमिरा तेजु हामी बियरको सपमा। पुरै रक्सी खाने ठाउँ रे। नक नक हामी आयौँ। हेलो हेलो नमस्ते। हेर्नु यहाँ साउजी। अनि यो चाहिँ रक्सी खाएको मान्छेहरू रहेछ। ओ माई गॉड पुरै टल्ली भएर बसेर रहेछ यसरी, पुरानो जमानाको। ल अर्को ठाउँमा जाऊँ। ल काम ल अर्को ठाउँमा जाऊँ। उता कस्ट्युम टेलरिङमा जाऊँ। लेट्स गो। ल हिँड कस्तो रहेछ। यो चाहिँ पुरानो जमानाको कस्ट्युम दोकान। हेलो नक नक। ओके हाम्रो साउनी चाहिँ यहाँ बस्नु भएको छ। हेलो साउनी। अब कसरी चाहिँ लुगा सिलाउने होला हामी। लुगा सिलाउने ठाउँ रहेछ। लुगा सिलाउने ठाउँमा त लुगा राख्नु पर्थ्यो नि यार, के राखेको। एनिवे थ्याङ्क यू साउनी, बाई बाई। काम उयो छ सानो बेबीको। यो चाहिँ पुरानो जमानाको है सबै, तर स्टिल कतिवटा ठाउँमा चाहिँ यस्तै छ। अब कहाँ जाने, यहाँ रहेछ लु बेबी। ओ माई गॉड उतानिर जेल छ, जेल हेर्न जाने। यहाँ ल अफिस रे, लेट्स गो टु द ल अफिस। लोयर त्यहाँ बसेको छ। ओके वान्टेड रे। नमस्ते। लाउ बाहिर अर्कोमा जा। यो चाहिँ जेल। ओ माई गॉड आऊ अमिरा। नक गर। वान्टेड पर्सनहरू पनि रहेछ। ल लेट्स गो। यो चाहिँ जेलमा छ नि, मान्छेहरूले छ नि ब्याड थिङ गर्यो भने पुलिसले लान्छ। ओ माई गॉड पुरै साङ्गुरो रहेछ, एउटा मात्रै बेड रहेछ। ओ माई गुडनेस पुरानो जमानाको जेल। लु आऊ बाहिर। ओके थ्याङ्क यू फर वाचिङ। सबै हेऱ्यो हामीले, भयो त अब सक्यो। यो चाहिँ पम्पकिनको जक्सन रे। ल जाऊ के रहेछ भित्र। नथिङ रहेछ, बस्ने ठाउँ मात्रै रहेछ।